Sometimes Lord Chaitanya would fall behind Lord Jagannath. Sometimes Lord Chaitanya would fall behind Lord Jagannath. र कहिले कहिले चैतन्य महाप्रभु चाहिँ जगन्नाथको पछाडिपट्टि हुनुहुन्थ्यो रथको पछाडिपट्टि Because Lord Chaitanya is Krishna in the mood of Radharani. Because Lord Chaitanya is Krishna in the mood of Radharani. किन भन्दाखेरि चैतन्य महाप्रभु को हुनुहुन्छ त कृष्ण नै हुनुहुन्छ तर राधा रानीको भावमा Sometimes you fall behind Lord Jagannath. So sometimes he would fall behind Lord Jagannath. र कहिले कहिले चाहिँ के हुन्थ्यो त चैतन्य महाप्रभु जगन्नाथको तलपट्टि गिर्नुहुन्थ्यो To see if Lord Jagannath was watching him. To see if Lord Jagannath was watching him. र किन त्यसरी खस्नुहुन्थ्यो त अथवा गर्नुहुन्थ्यो भन्दाखेरि जगन्नाथले मलाई देखिराख्नु भएको चाहिँ छ कि छैन भनेर त्यो हेर्नको लागि Lord Jagannath's car would stop. Then Lord Jagannath's car was stopped. र त्यस्तो अवस्थामा चाहिँ के हुन्थ्यो त जगन्नाथको रथ नै ठ्याक्क रोकिन्थ्यो They pull and pull, but They pull and pull, but he would not move. he would not move. र जगन्नाथको रथलाई व्यक्तिहरूले तान्थे तर तान्दाखेरि पनि के हुन्थ्यो त्यो रथ चाहिँ चल्दै चल्दैन थियो One time Lord Chaitanya put his hand on the back of the One time Lord Chaitanya put his head at the back of the Rath. र त्यसपछि एकचोटि चैतन्य महाप्रभुले के गर्नुभयो त भन्दाखेरि आफ्नो टाउकोलाई भनौँ न निधारलाई चाहिँ गएर रथको पछाडिपट्टि यसरी ढकाल्नु राख्नुभयो Push the rock. And pushed the Rath. र त्यसपछि त्यसरी निधारलाई रथको पछाडि राखेर उहाँले ढकाल्नु भयो Rock crushed his head. And the Rath stopped along the way. र त्यस्तै गरेर जगन्नाथ चाहिँ ठाउँ ठाउँमा गएर नृत्य रोकिनुहुन्छ Everybody offered. And then Lord Chaitanya and his devotees took some rest down the garden. र त्यसपछि चैतन्य महाप्रभु वृन्दावनको भेषमा र लुगामा लगाएर त्यहाँ चैतन्य महाप्रभुलाई नभेटिकन सामान्य व्यक्तिको जस्तो लुगा लगाएर त्यहाँ वृन्दावन कुञ्जमा जानु भनेर भनिएको थियो Just in an ordinary white dhoti with tilak. जसरी सेतो एउटा धोती र सामान्य एउटा कुर्ता लगाएर जानु भनेर भनिएको थियो हाम्रो प्राय भक्तहरूले यस्तो राम्रो भएको छ So in that, बिचरा याद आयो मलाई फोन आयो त्यसपछि सबै त्यहाँ भएका भक्तहरूको अगाडि गएर चैतन्य महाप्रभु ए हो? प्रतापरुद्र महाराजले के गर्नुभयो त मलाई आज्ञा दिनु कि म गएर चैतन्य महाप्रभुको चरण कमल चाहिँ मैले मसाज गर्न सकौँ मैले तिम्रो क्यान्सरलाई छोडै खिचेको यहाँ भक्तहरू कतिजना छन् कतिजना रहेछ So he was massaging Lord Chaitanya's legs and singing the Gopi Geet from the Bhagavatam. हाई गरेको आयो र साथसाथै गोपी गीत गाउँदै हुनुहुन्थ्यो भागवतमा